केशव बुढाथोकी मुटु तथा धड्कन रोग विशेषज्ञ। आज हामीले चाहिँ सीआरटी डिभाइसको बारेमा, उपकरणको बारेमा हामी कुरा गर्न गइरहेका छौँ। विशेष गरेर मुटुको कहिलेकाहीँ चाहिँ मुटुको पम्पिङै कमजोर हुन्छ र त्यस सँगसँगै मुटुको धड्कन जो चाहिँ ज्यानलेवा खालको बिग्रिन सक्छ। त्यस्तो भएको कन्डिसनमा चाहिँ हामीले चाहिँ मेसिन राख्नुपर्ने हुन्छ। त्यो मेसिनको राख्नको लागि चाहिँ त्यसको नाम हो सीआरटी। आजलाई सीआरटीडी पनि भन्छौँ एउटा चाहिँ, अर्को चाहिँ सीआरटीपी भन्छौँ। सीआरटीडी चाहिँ यो मेसिन हो। यसले चाहिँ सक पनि दिने काम गर्छ, प्लस सिंक्रोनाइज लेफ्ट भेन्ट्रिकल र राइट भेन्ट्रिकललाई चाहिँ सिंक्रोनाइज पेसिङ पनि काम गर्छ। त्यस्तै यो चाहिँ सीआरटीपी हो। यसले चाहिँ सक दिने काम चाहिँ गर्दैन, यसले चाहिँ सिंक्रोनाइज पेसिङ गर्ने मात्र काम गर्दछ। सो द्याट लेफ्ट र राइट भेन्ट्रिकलले चाहिँ सिंक्रोनाइज पेसिङ गरेर मान्छेलाई चाहिँ सिम्प्टोमेटिक सास लिन गाह्रो भएको, दम बढिरहेको मान्छेहरूलाई चाहिँ यसले चाहिँ फाइदा पुर्याउने काम गर्छ। यसको आफ्नै इन्डिकेसन छ, कति बेला चाहिँ राख्ने कति बेला नराख्ने भन्ने कुरा चाहिँ आफ्नै इन्डिकेसनहरू छ। अमेरिकन गाइडलाइनले, बीएससी गाइडलाइनले भनेको। तर विशेषतः बुझ्नुपर्ने कुरा चाहिँ यो मेसिन चाहिँ विशेष गरेर चाहिँ मुटु कमजोर भएको, मुटु सुनिएको, त्यो विभिन्न कारणले गर्दाखेरि र इसिजीमा हेर्दाखेरि चाहिँ क्युआरएस विथ चाहिँ एलबिबी भइकन पनि 150 मिली सेकेन्ड भन्दा माथि छ भने चाहिँ हामीले त्यो केसमा चाहिँ हामीले सीआरटीडी अथवा सीआरटीपी चाहिँ इन्डिकेटेड हुन्छ। विशेष गरेर सीआरटीडी नै हुन्छ। कसैले अफोर्ड गर्न कम भएको कन्डिसनमा चाहिँ हामीले सीआरटीपी पनि हामीले राख्ने गर्दछौँ। यसैले चाहिँ ज्यान पनि जोगाउँछ सक दिएर भने। यसले चाहिँ सास फेर्न गाह्रो हुने, प्लस कसैलाई चाहिँ मुटुको पम्पिङमा पनि केही हेल्प गरिकन केही इम्प्रुभमेन्ट पनि हुन सक्छ। केही मान्छेमा त नर्मल पनि भएर जाने गर्दछ, जुन पम्पिङ डिक्रिज भएको हुन्छ, घटेको हुन्छ। यति भन्दै आजको यो डिभाइस सीआरटीको सम्बन्धी यहीँ टुङ्ग्याउँछु। नमस्ते।